अलि खान्छौ? पुग्यो पुग्यो? पुग्यो। यता आइ त। भोलि मैले लिएर आएको साथीहरूले बाटोमा खाइदिए अब बाले थाहा पायो भने मार्छन्। यता आइ त। यता आइदिनु भने खै खै हेरौँ न भने के खै हेरौँ न भने खै हेरौँ त। ठिक छ बाबु पसिराम जाऊ बित। बल्ल आज मौका मिलेछ। ओ छोरो मान्छे भयो भने त यस्तो हुनुपर्छ। बाहिर जाने जाई चाइर खाने आइमै जस्तो घर नबहने आज चाहिँ केही हुन्छ। भवती म आए। वनमाराले बनाइ खायो घरमाराले घरै खायो। तेरि आज बना मिटिङ छ भन्थे बिर्सिरहे। खोइ सर्ट पनि कता छ हतारी भो। के हो घात्र गरेर गुद्रुक छ नि त। झिङ्गा लगाएछ कि यसो सफा। ए झिङ्गा लाएर सफा गर्ला। यसो गर आज त्यो मेरो बना मिटिङ छ। अब भरे आउनु अलि ढिलो होला। तिमी राम्रोसँग घरमा बस्नु है। भइहाल्छ नि। ल म अहिले गएँ। मिटिङ सकेर मात्र आउनु है। ओहो नङ पनि कति बढेछ। खोइ 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 नङ काट्न पर्यो। नङ भरे घर आएर काटे भइहाल्छ नि। के कुराहरू अब नङ काट्दै जाँदा के हुन्छ?
महँगी मात्र निकाल्नु नि त। किन तेरो यहाँ सामान केही झिक्नु छ? ल झिक्नु छ भने म झिक्दिन्छु। छन् त झिक्दिन्छु। छैन। अनि के र त? हराउला भनेर लिएर आउँछ है। मैले कहिले हराएको छु र? ल राम्रोसँग हराउनु म नङ्गाड्दै जान्छु बना। तिमीलाई पनि त्यो बुढो घरमै मर्या बेला आउनु पर्ने, त्यो गएपछि आउनु सकिँदैन। के गर्नु त? छोरोले आधी मै मात्रै बोकेर लिएर आएछ, म त आएँ। आधा मै कसरी? मैले त यहाँ घरबाट बोरी पठाएको थिएँ। खोइ घर पुग्दा त आधी मात्रै थियो नि त फेरि। मरि जाओस् त्यो बज्यानी, कसरी आधा लिएर गयो त? जङ्गल मासिन लाग्यो। गाउँलेहरूले यस बारेमा कुनै वास्तै गर्दैनन्। यिनीहरूलाई चेतना दिने कुनै काम गर्नुपर्ने भयो। कस्तो काम गर्ने त मुखिया बा? पहिलो कुरा त प्रत्येक घरबाट एक जनाका दरले बोलाएर एउटा टिम बनाउनु र त्यही टिमलाई नै वनको रेखदेख गर्न लगाउनु। गाउँलेहरूबाट चेतनाको विकास गराउँदै लगेपछि उनीहरूबाट नयाँ बिरुवा रोप्ने र पुराना बिरुवाहरूको सदुपयोग गराउने जस्ता कार्य गर्दाखेरि उनीहरूमा हौसला वृद्धि हुन सक्छ। हो, मुखियाबाले ठिक कुरा गर्नु हो। ठिक भन्नुभयो तपाईले। अब जसले आएर जङ्गल आएर भट्टाबाट रुख काटेर घरतिर लान्छ, अब त्यसैलाई जङ्गलको जिम्मा दिएपछि त रक्षा हुने भइगयो नि। त्यही हो। यसरी त्यो नङ गरिदिनु, नङ काटौँ। ल ल अहिले फेरि त दिन नबिर्सिने, फेरि त भाडै लिएर जाला। पानी पानी तिर्खा लाग्यो। तिर्खा लाग्यो? तिर्खा लाग्यो, मैले कसरी पानी दिउँ त तिमीलाई? पानी पानी। अरे शिव, ए भगवान, कस्तो आपत आइलाग्यो। यस्तो बेला आउनु पर्ने तिमीलाई। मलाई त 7:30 लागेर छ, सबले थाहा पाउने। दराज फोड्न मिल्दैन भने कसरी पर्यो? जसरी फोड्यो नि फोड्नु पर्यो। के म यहाँ मर्नु भने? ए भगवान, मैले कसरी फोड्न सक्छु त? फोरेर के गर्नु नि? अहिले त्यो बुढो आएर सोध्यो भने मैले के भन्नु भन त? चोर पसेर फोड्यो भन्ने नि। हो, आइडिया तिमीले ठिक भन्यौ। एकैछिन पकाए, म बन्चरो लिएर आउँछु। दराज मात्रै फोड्नु है, फेरि मेरो टाउको फोडिएला नि। परशुराम, ए परशुराम, भैसीराम, ए भैसीराम, हजुर यहाँ आइज। तेरो बाउ कहाँ गयो? के थाहा त मलाई? कस्तो बुढो लेखेर रहेछ कर्ममा पनि। कहाँ गयो होला? यता जान्छु उता जान्छु, केही खबर पनि छैन। खोइ गाई किन्नु पो गएका हुन् कि? जान्छन् गाई किन्न। केही भने सम्झायो भने उल्टो उल्टो गर्दै हिँड्छन्। यस्तालाई के सम्झाउनु? के टल्ल परेर हेरेको? तेरो बाउलाई खोज्नु जा। कहाँ खोज्न जाने? गाई बस्तु हराएको र खोज्न जाने? जेसुकै गर, खोज्न गए जा, नगए नजा। म त अफिस गएँ। मानु, तिमीलाई साह्रै गाह्रो भयो है। यी मैले भन्छ